नमस्ते सबैलाई हजुरहरूलाई सर्टकट एजुकेसन च्यानलमा स्वागत छ। वेलकम टु सर्टकट एजुकेसन च्यानल। आज चाहिँ हामी अफिसको बारेमा जान्न गइरहेको छौँ। वाट इज अफिस त? अफिस भनेको के हो? अफिस अर्थात् कार्यालय भनेको कुनै व्यवसाय वा संस्थाको काम गर्ने स्थान हो। यहाँ चाहिँ सबै कर्मचारी वा मानिसहरू मिलेर काम गर्छन्, योजना बनाउँछन् र त्यो कामलाई सम्पन्न गर्ने कार्यहरू गर्छन्। An office is a designated physical or virtual space where administrative, managerial, or clerical work is conducted to support organizational function and decision making. An office अर्थात् एउटा कार्यालय भनेको एउटा यस्तो ठाउँ हो जहाँ कुनै संस्था वा व्यवसायले एडमिनिस्ट्रेटिभ, म्यानेजर अर क्लेरिकल वर्क जहाँ प्रशासनिकीय, व्यवस्थापकीय र लिपिकीय कार्यहरू गरिन्छ, जसले चाहिँ अर्गनाइजेसन एउटा संस्थाको कार्य र निर्णय प्रक्रियामा समर्थन पुर्याउँछ। एउटा कार्यालय भनेको चाहिँ भौतिक भवन पनि हुन सक्छ या भर्चुअल अनलाइन स्पेस पनि हुन सक्छ। Office is center for planning, organizing and controlling business or organizational activity. कार्यालय भनेको यस्तो केन्द्र हो जहाँ एउटा व्यवसाय र संस्थाले आफ्नो कार्यविधिको योजना बनाउने, व्यवस्थापन गर्ने र नियन्त्रण गर्ने कार्यहरू गर्छन्। Office is a structured environment where organizational goals are achieved through coordinated human effort facilitated by physical infrastructure and technological system to enhance productivity, communication and decision making. कार्यालय भनेको चाहिँ एउटा यस्तो संरक्षित वातावरण हो जहाँ चाहिँ कर्मचारी जुन चाहिँ कार्यालयमा काम गर्छन् तिनीहरूले मिलेर कोअर्डिनेसनको साथ, समन्वयको साथ एउटा अर्गनाइजेसनलको उद्देश्य प्राप्त गर्नको लागि फिजिकल इन्फ्रास्ट्रक्चर एन्ड टेक्नोलोजिकल सिस्टम भौतिक पूर्वाधार र प्राविधिक प्रणालीहरूको सहयोग लिई आफ्नो प्रोडक्टिभिटी, कम्युनिकेसन एन्ड डिसिजन मेकिङ, उत्पादकता, सञ्चार तथा निर्णय गर्ने क्षमतालाई वृद्धि गर्छन्। हामीले चाहिँ आज कार्यालयको 3वटा परिभाषा पढ्यौँ, जसमा सुरुमा चाहिँ हामीले चाहिँ अफिस एउटा यस्तो ठाउँ हो जहाँ चाहिँ एडमिनिस्ट्रेटिभ, म्यानेजर र क्लेरिकल वर्क गरिन्छ। अनि दोस्रोमा चाहिँ हामीले अफिस हुने यस्तो ठाउँ हो जहाँ प्लानिङ, अर्गनाइजिङ एन्ड कन्ट्रोलिङ गरिन्छ। अनि तेस्रोमा चाहिँ यस्तो ठाउँ हो जहाँ चाहिँ मानिसहरू कोअर्डिनेसनको साथ एउटा अर्गनाइजेसनको उद्देश्य हासिल गर्नको लागि टेक्नोलोजिकल र फिजिकल स्ट्रक्चरहरूको सहयोग लिई आफ्नो प्रोडक्टिभिटी, डिसिजन मेकिङ र कम्युनिकेसन स्किल बढाउँछ भनेर पढ्यौँ। अर्को भिडियोमा चाहिँ हामी अफिसको कार्यहरू, अफिसको फङ्सनहरू पढ्न गइरहेको छौँ। धन्यवाद।